विश्वव्यापी रूपमा फैलिएको कोभिड-19 को महामारीलाई पनि महामारीको अवस्थामा पनि हामीले कुनै पनि नियमित भ्याक्सिनलाई छोडेका छैनौँ। त्यो एउटा जनताको चाहना, सेवा प्रदायकको तर्फबाट हाम्रो चाहना र राज्य सबैको खोपप्रतिको विश्वास, यसको महत्त्व यसैबाट दर्शाउँछ जस्तो लाग्छ मलाई। अब यो राज्यले नै प्रायोरिटी 1 प्रोग्राम भनेर तोकेको एउटा महत्त्वपूर्ण कार्यक्रम हो इम्युनाइजेसन कार्यक्रम। यसले खास गरी नवजात शिशु बाल मृत्युदर घटाउनको लागि महत्त्वपूर्ण रोल खेलिरहेको छ। त्यो हामीले विभिन्न तथ्याङ्क अनुसार नै देखेका छौँ। खोप कार्यक्रममा धेरै जसो अभिभावकहरू आफै पनि सचेत हुनुहुन्छ, किनकि अब यो धेरै पुरानो एउटा कार्यक्रम हो र त्यसैमा पनि यो लुको कुरा गर्दा यो धेरै पुरानो स्वास्थ्य चौकी हो। त्यसैले पुरानो समयदेखि यो भेगका मान्छेहरूको एउटा विश्वासको केन्द्र पनि रहिआएको छ। खोपको विषयमा अरू वडाको बच्चाहरूलाई पनि आमाहरूले विश्वास गरेर यो संस्थामा पहिलेदेखि ल्याउने चलन पनि छ, उहाँहरूको खोप यहाँ राम्रो हुन्छ भनेर। अनि वर्षमा एकपटक हामी पूर्ण खोप सुनिश्चितता घोषणाको लागि महिला स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरूले विभिन्न चरणमा खोजेर खोपाउ अभियान चलाउँछौँ र कहिलेकाहीँ छुटेकाहरूलाई त्यसबाट पनि हामी खोप पाउँछौँ। त्यसैले त्यो बेला हामी प्लस खोपको महत्त्व चाहिँ घर घरमै गएर पनि अवसरको रूपमा लिएर त्यसलाई हामीले प्रचार प्रसार गर्ने गरेका छौँ। अब नेपाल सरकारले नै घोषणा गरेको खोप महिना थप वैशाखमा हामीले एक्स्ट्रा खोप केन्द्रहरू राखेर हामी अर्को केन्द्र पनि राखेर फेरि त्यहाँ पनि छुटेका बच्चाहरूलाई सकेसम्म क्याच गर्ने र कुनै पनि बच्चाहरू नछुटाउने भन्ने हाम्रो लक्ष्य हुन्छ। कहिलेकाहीँ छुटेका हुन्छन् त्यस्ता बच्चालाई हामी यो खोप महिनाले अझ धेरै खोजेर खोपाउने काम चाहिँ हामी वैशाख महिना विशेष रूपले गर्छौँ।